नमस्कार सबैजनालाई। म तपाईहरुलाई आज हाम्रो मालदिप्सको टुरको केही अंशहरू देखाउन गइरहेको छु। हामीहरू नेपालबाट नेपाल एयरलाइन्समा इन्डिया र इन्डियाबाट श्रीलङ्कन एयरलाइन्समा श्रीलङ्का र श्रीलङ्काबाट मालदिप्स हामीहरू श्रीलङ्कन एयरलाइन्समै पुगेका थियौं र मालदिप्स चाहिँ एकदमै ब्युटिफुल कन्ट्री रहेछ र एयरपोर्टमा नै हामीले समुद्र देख्यौं र एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा हामीले समुद्र देख्यौं जुन चाहिँ मालदिप्सको मालेमा अवस्थित रहेको छ। म तपाईहरुलाई मालदिप्सको राम्रो सिनहरु देखाउन चाहन्छु। मालदिप्सको एयरपोर्टमा यसरी समुद्रभित्र एयरपोर्ट रहेको छ। एयरपोर्टभित्र समुद्र रहेको छ। दिस इज द भ्यू। माले जाने बाटो हो। दुईतर्फ समुद्र छ। यो हामीले चाहिँ यहाँबाट चाहिँ मालेको मुख्य इन्ट्रान्स पोइन्ट चाहिँ रहेको छ। चाइना मालदिप्स फ्रेन्डसिप ब्रिज रहेछ। यहाँबाट चाहिँ माले सुरु भयो नि त प्रदीप। माले सुरु भयो। यहाँ छेउमै समुद्र छ। यस्तो यसरी चाहिँ हुलुमालेमा अवस्थित यो समुद्रमा Habibi, welcome to Maldives. Hey, बागलुङले काठमाडौँलाई हरायो। नुनिलो छ। बेलका तरकारी मिठो हुन्न। हो? मिठो हुन्न? यस्तो हुन्छ। समुद्रको पानी निलो हुँदो रहेछ। नुनिलो? नुनिलो आँखामा पानी परेर हेर्न मिल्दैन। फर्स्ट टाइम हो समुद्रमा? फर्स्ट टाइम हो गुरु। पानी खाएको नि फर्स्ट टाइम हो? त्यस्तो है। अरे पोलिसक्यो मैले समुद्रमा भर्ने नुन बोले हालिरह्यो। बर्बाद भयो। हाम्रो त राजेन्द्र दाइहरू हुनुहुन्छ नि गुरु। उहाँहरू त त्यो बेलामा त त्यो मालेको त्यो एयरपोर्टदेखि यता आउने यता पारि आउने हुलुमाले आउने बाटो छ क्या। हुलुमाले जोडिने भन्दा नि आइल्यान्ड छुट्टा यस्तै वार पार छ त्यो पुरै। हामी चाहिँ यसरी जाँदैछौँ। आऊ। हामी चाहिँ मापुसीबाट यसरी जाँदैछौँ। So I will show you our water sports center. In case if you wanna play any water sport activity, you can come and go here. This is our water sport activity center, and the significance one is which is the green roof, and under the same name a trident. You can come and book to this center for any water sport activity. We can offer the discount for you. त्यसको नाम चाहिँ थाहा छ मलाई। के चाहिँ चट्यो भन्ने कुरा अब यहाँ चाहिँ गाडी पनि रहिरहेको छ। बोर्डवाला गाडी। टुरिस्टको एरिया। This is the
यार एक देख्न पाइन्छ त म उता फेरि प्यारासुटतिर हो एकदम पावर समात्ने मालदिप्सबाट नेपाल पुनः श्रीलङ्कन एयरलाइन्समा फर्किएका छौँ।